Okay, hello guys, welcome to my second vlog. I'm here, Mr. Vikas Rai. अनि आज चाहिँ हामी घरबाट अघि निस्केको यहाँ नर्थविक पार्क हस्पिटलमा हल्का हेल्थको प्रब्लम थियो अनि जिपीबाट पठाएर यता आएको थियौँ अनि फाइनल्ली काम पनि सकियो अनि अहिले चाहिँ अब हामी सो हिँड्दै गुगल म्याप हेर्दै सर्टकट एराउन्ड द हिलतिर जाँदैछौँ र सही रहेछ सही हो। अहिले आनन्द आउनु पर्यो नि त यस्तो हरियालीमा सानोमा फुटबल खेलेको याद आउँछ। गेम त त्यतिखेर और खतरा थियो नि मेरो पनि फुटबलमा। अहिले त अब बानी हरेसँग कुद्नै सकिँदैन केही छैन फेरि प्र्याक्टिस गऱ्यो भने खतरै हुन्छ भन्ने लागिरहेछ। माथि हेर त्यो उयसमा जानुपर्छ ल यहाँ दामी रहेछ जङ्गल क्या बेबसँग डेटिङ जानु पर्ला जस्तो छ। हाम्रो चाहिँ आज हल्का जङ्गल टुर पनि हुँदैछ। यस्तो सानो बाटो रहेछ फुटपाथ। यो चाहिँ कहाँ भन्दाखेरि ह्यारो अन द हिलतिर पर्छ। के हो बुढेसका लागि क्या हो बिचरालाई लट्ठी टेक्ने भइसकेको छ मेरो बुढी पनि। ठिकै छ केही छैन सही छ यार। नेचरमा हिँड्नु यस्तो अर्कै आनन्द क्या। बाटो यस्तो छ हिलो पनि छ फेरि यस्तोमा हिँड्नु चाहिँ यस्तो आनन्द आउँछ क्या। अहिले चाहिँ नेचरमा हल्का डुबिरहेको छु। पछाडि पनि देखाइदिनु ल यस्तो छ बाटो सानो छ क्या। साइक्लिङ गर्नु चाहिँ दामी हुने रहेछ। यताभित्र चाहिँ ग्राउन्डहरू रहेछ यस्तो माथि देखायो भने रुखहरू यस्तो दामी छ क्या। साथीहरू यहाँको घरहरू चाहिँ ओभर दामी क्या। टक्क जङ्गल पनि छ टक्क घरहरू पनि छ क्या। कस्तो आनन्द आउँछ होला क्या बस्न। सही फुल फुलाएको छ गाइज। यहाँ चाहिँ दामी लाग्यो मलाई ठाउँ यार ह्यारो अन द हिलको। कस्तो छ यहाँ यता मासतिर चाहिँ दामी छ क्या घुम्ने ठाउँ। फुल हेर्नुहोस् साथीहरू टकमक्क फुलिरहेछ। यहाँ चाहिँ ट्रेनको लिग हो ट्रेन आउँदैछ साथीहरू कहिले। फाइनली हामी चाहिँ अराउन्ड द हिल ट्रेन स्टेसन आइपुग्यौँ। अनि यहाँ चाहिँ हाम्रो एसटी चर्च सपिङ सेन्टर छ भित्र
अनि यहाँ चाहिँ नेपाली मोमो पनि पाउँछ। अब हामी चाहिँ अब यहाँ नेपाली दोकान आएको छौँ। मोमो यहाँ कस्तो छ? साथीहरू मिठो भोक लागेको थियो। फाइनली हामी चाहिँ घर आइपुग्यौँ होइन। ओके, च्यानल नयाँ छ, सब्सक्राइब लाइक गरिदिनु होला। ओके, सी यू इन नेक्स्ट ब्लग। थ्याङ्क यू फर वाचिङ।